सधैँ भिडियोमा भोइस कभर गरेर भिडियो बनाउँछु भन्छु, तर भिडियो बनाइसकेपछि त लास्टै अल्छी लाग्छ। यो भिडियो चाहिँ अस्ति नै नेपाल गएको बेलाको भिडियो हो। यो भिडियो बनाएको चाहिँ लगभग 2 महिना बढी भइसक्यो। यो दिनमा चाहिँ हामी दिदी 3 जना मिलेर सिस्नु टिप्न गएको। पहिला त सिस्नुघारी थुप्रो थियो, अहिले त सिस्नुघारी होइन बनमारा घारी मात्र भएको रहेछ। दिदी हामी 3 जना सिस्नु टिप्छु भनेर गएको। अलैँची घारी, उतिस घारी थुप्रो हाम्रो सङ्घर्ष धेरै भएको थियो यो दिनमा चाहिँ। सिस्नु नै नभेट्ने, उतिस मात्रै। आफूलाई फेरि एलर्जी हुन्छ, बेसरी डर लागेर जङ्गल दिदीहरूसँग हिँडेको। सिस्नु त कतै पनि देखिएन। दिदीहरूलाई गाली गर्दै गर्दै म पनि दिदीहरूको पछि हिँड्दै गएँ। निकै मेहनतपछि चाहिँ बल्ल सिस्नु घारी चाहिँ भेटेको। सिस्नु त रहेछ, तर बोटै अग्लो पहिला त बोटहरू काटिन्थ्यो र सानो सानो हुन्थ्यो, टिप्नलाई सजिलो हुन्थ्यो। अहिलेको त सिस्नु नै राम्रो भनौँ कि नराम्रो भनौँ कि सुकेको जस्तो, खै टिप्नै झ्याउ लाग्ने। दिदीहरूको भिडियो बनाएर बसेकोमा चाहिँ मेरो चाहिँ प्लास्टिक थियो अलगै छन चाहिँ, तर टिपेन। बल्ल अलिअलि टिप्छु भनेर टिप्न लागेको, जानलाई नै आँट आएन। मैले चाहिँ फेरि चिम्टा लगेर गएको, चिम्टा चाहिँ हराइदिएछ। हातमा पन्चा लगाएको थियो, त्यही हातले नै टिपेको, तर हल्का त पोलिराखेको थियो। दिदीहरूसँग हल्ला गर्दै बल्ल सिस्नु त टिपेँ, तर मैले चाहिँ खासै टिपिनँ। दिदीहरूसँग रमाइलोको लागि मात्रै गएको जस्तै भयो म चाहिँ। सिस्नु चाहिँ केलाउने बेलामा मकैको पिठो छर्किदिनुपर्छ, त्यहाँ भएको किराहरू सबै झर्छ भन्छ हाम्रो गाउँमा चाहिँ। त्यही भएर हामीले चाहिँ लास्टमा पिठो छर्किदिएँ।